कम्पनीले गाडी हिजो दिइसकेछ। अब हामी चाहिँ आज आफ्नो मर्जीले भनेको ठाउँमा पनि ट्याक्सी नआउँदो रहेछ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ है यसरी पछाडि यसरी हुनुहुन्छ। रमाइलो छ विदेशको यात्रा। एक्लै छु नि, साथीहरू छैन। दाइहरू हुनुहुन्थ्यो, दाइहरू चाहिँ जानुभयो, हिजो जानु भइसकेको सबैजना। आज म एक्लै जाँदैछु अनि अल्खोर भन्ने ठाउँमा जाँदैछु है। त्यहाँ फेरि मेरो साथीहरू हुनुहुन्छ, हिजो अस्ति आएको हामीसँग सँगै आएको नेपालदेखि भाइहरू छ क्या। त्यही भाइहरूलाई भेट्ने हो। हिँड्दा हिँड्दा थकै लागिसक्यो, थाहा छैन कति बेला गाडी पाइन्छ है। बस लाग्दो रहेछ अनि बसमा जाने मजाले आनन्दसँग यसरी बसमा चढेर जानुपर्ने। दाइसँग भेट भयो, नेपाली पनि दाइ आइछ, सँगै बसेर जाँदैछौँ है हामी अल्खोर। भाइहरू कति बेला आउँछ थाहा नै भएन। अझै एकछिनपछि आउँछ होला। भाइहरूलाई फोन गरेको, भाइहरूले फोनै उठाएन। गर्मी छ नि, के गर्ने, आफ्नो ज्यानको पनि माया लाउनै पर्यो। यस्तै छ हेर्नुहोस्, घाम छ, गर्मी छ है। यो चाहिँ अल्खोरको बाटो देख्न सक्नुहुन्छ हजुरहरूले है। आएछु अब क्याम्प अलग भएपछि त्यस्तै हो। यहाँ यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ है। म चाहिँ भाइहरूलाई खोज्दै हिँडेको, भाइहरू अर्को उतापट्टिको बिल्डिङमा छ मार्केटमा, त्यही भएर म चाहिँ जाँदैछु है। भाइहरू कुन मार्केटमा छ कुन नि, फोन गरेको यतापट्टि आउनु दाइ भन्दैछ, अब कतापट्टि थाहा छैन है। अब आज फेरि कति लगभग धेरै नै 1 महिनापछि भाइहरूलाई भेट्दैछु म है। अनि त्यही तपाईँहरू देख्न सक्नुहुन्छ, यो चाहिँ अल्खोरको एरिया है। अल्खोरको फोन गरेको, दाइ म आउँदैछु भनेछ, खै कति बेला आउँछ कुन्नी। यस्तै छ यहाँ हेर्नु। मेरो भाइहरू आयो है, दाइहरू हुनुहुन्छ। भाइहरू आछन्, 2जना। के छ खबर? ठिक छ, हुन्छ छौ। सबैजना भाइहरूसँग भेट भयो। अझै 2जना चाहिँ आएको छैन, कति बेला आउँछ थाहा छैन। दाइहरूसँग भेट भयो। के छ दाइ, हालखबर सन्चै हुन्छ? अहिले हामी चाहिँ यो कतारमा भेटेर भाइहरूसँग भेटेर लुलु मार्केटमा छु। मेरो भाइहरू देख्न सक्नुहुन्छ है, भाइहरू आफ्नो तालमा छन्। अनि अब हामी एकछिनमा बाहिर निस्किन्छौँ। धेरै पछि, लगभग 1 महिनापछि भेट हुँदैछ सबै भाइहरूसँग है। खुसी लाग्यो नि। भाइहरू पनि छन् हाम्रो भाइहरू है। अझै अरू मान्छेहरू चाहिँ भाइहरू चाहिँ एकजनाको ड्युटी छ, अनि अरू चाहिँ हामी आउन पाएनौँ। ठिक छ, केही छैन, रमाइलै छ। यस्तै चाहिँ जिन्दगी के छ र मरिलानु होइन। ए मन्दिप भाइ, मन्दिप भाइ ल ठिक छ नि। ल ठिक छ ल। यस्तो घाम छ, घामको ठाउँमा हाम्रो दाइहरू थाक्नुभयो। भाइहरूसँग भेट भयो है। म चाहिँ भाइहरूसँग भेट भयो। गर्मी छ, के गर्ने, गर्मीमा पनि यस्तो सेफ्टी भएर हिँड्नुपर्छ। के गर्ने, माया लाग्छ। नेपाली, आज नेपाली रेस्टुरेन्टमा मोमो खाँदैछौँ है भाइसँग। खाँदैछु, मोमो खाँदैछु। अनि भाइहरूले पनि खान्छ है सर्वे। हाम्रो केटाहरू चाहिँ कहिले चाउमिन खान्छ, कहिले मोमो खान्छ। त्यहाँ छ सुमन भाइ नेपाली होटलमा चाहिँ। के गर्ने, विदेशमा त यस्तो नेपालको जस्तो त मोमो छैन, त्यही पनि के गर्ने, खानै पर्ने। मोमो खानु लागि, चाउमिन खानु लागि